हेलो साथीहरू, हेर्नु साथीहरू, म पसलबाट आएको कि आज मेरो व्रत हो है। यहाँ खाना त्यो सुजी बनाएर खान्छु भनेर आएको थियो। मेरो छोरा त बिचरा यसो सुतिरहेको छ। अझै मुखमा पो हात हालेर तँलाई फुरी, किनभने बिचरा 6 बजी उठ्छ है बिचरा। अनि 5:30 बजी त उठ्नुपर्छ, 6 बजीसम्म त बिहानै क्लास जाने कि। अनि त्यही भएर थाक्छ बिचरा, अनि आउनु बित्तिकै सुत्छ कि। अहिले इक्जाम चलिरहेछ नि त, पढ्ने भएको भए त अब ट्युसन पढ्नु पर्थेन, अनि के गर्छ। अनि म के साथीहरू सुजी बनाउनु लाग्छ है। म हजुरलाई कस्तो हुन्छ देखाउँछु ल, फाइनल लुक अनि के साथीहरू, मैले अलिकति पानी पनि हाल्दिएँ, किनभने मलाई दुध मात्रै मन पर्दैन है। यसै त व्रतमा अनि झन् ग्यास्ट्रिक हुन्छ, दुध मात्रै यत्तिको। मलाई चिया पनि धेरै मन पर्दैन कि, बाक्लो छ। थोरै पानी हाल्दिएँ, आधी गिलास जति पानी हाल्दिएँ होइन। ल साथीहरू, मैले चाहिँ यसमा दुध होइन, अनि एउटा केरा, अनि त्यसपछि यो धुलो बनाएर राखेको छु कि मैले। यसमा मिक्स सबै काजु बदाम सदाम के अग्रम बग्रम 4, 5, 6, 7 थरी नै छ होला। अनि यो बनाउँछ, अलिकति चिनी हालेँ। अब मैला जुस बनाउँछु अनि खान्छु। अनि मैले यहाँ बनाएको हलुवा चाहिँ मेरो यस्तो भयो साथीहरू। यस्तो कस्तो भयो कमेन्ट गरिदिनु होला। फाइनल लुक साथीहरू, अब म चाहिँ खानु लाग्छु ल।